हेलो गुड मर्निङ तपाईहरु सबैजनालाई अनि वेलकम छ मेरो च्यानलमा फेरि पनि ल गुड मर्निङ भन्नुस् गुड मर्निङ र आज चाहिँ म पनि रेडी भएर नानी पुराउँदै गएको किनभने उसको पापा छैन आज उसको पापा चाहिँ आसामलिङ चाहिँ जानु पर्यो त्यसले गर्दा चाहिँ म चाहिँ बेबी नकुद्नु बाबा अन्त म पनि नानी पुराउँदै नानीलाई स्कुल छोडिराखेर चाहिँ त्यहाँदेखि म पनि ड्युटी जाने सो नानीको ब्याग आफ्नो हिल बोकिरहेको छु लन्च ब्याग चाहिँ नानीले बोकिरहेको छ ल उसको लन्च ब्याग आफै बोकिरहेको छ हजुर उहाँ तल जानु हुँदैछ अरे अभियान दादाहरू ल उसको फ्रेन्डहरूसँग जान्छु भनेर मामा जानु पर्दैन भनेर मलाई त एकछिन त ब्याग पनि आफै बोक्ने अरे हो हजुर एकछिन त अन्त भाइले हत्तु बनायो नि के भन्छ अन्त मेरो छोराले हत्तु भयो नि अन्त ऊ चाहिँ साथीहरूसँगै जाने भन्छ नि त खालि लड्छ है ल मामाको त यताम बुक्स छ यताम ब्याग छ कि म बोक्दिनु लन्च ब्याग आफै बोक्ने ल अन्त त है गुटो मेरो छोरा सबै बुझिदिन्छ कोही त मामाहरूसँगै हिँड्नु मन गर्छ त हौ भनेको त मामाको चाहिँ माया चाहिँ लाग्छ अरे कि तर फ्रेन्डहरूसँग हिँड्नु मनपर्छ है अघि दियान्स हजुर ढिलो हुँदैन नि अन्त आज त अन्त अफिस भाइलाई त अन्त पुऱ्याउनु भनेर मामा छिटो गरेको त हातै गल्यो र म चाहिँ सधैँ चाहिँ परबाट जान्छु आज चाहिँ यताबाट नानीलाई स्कुल छोड्दै कस्तो मजाले फुलिरहेको छ के पो भन्छ हौ यसलाई त यस्तो छ नानीको स्कुल जाने बाटो पनि लड्छ है बिस्तारै हिँड्छ है ल मेरो छोरा रोड जाने बाटो यहाँ पनि छ मैले त्यहाँको त मामाले सधैँ भिडियो गर्थेँ नि यो पो यहाँ पो भिडियो गरेको थिएन त भाइको स्कुल पुग्ने ठाउँ हजुर अन्त त है अन्त त है पुग्न आँटे अब मेरो छोराको स्कुल ल अब अलिक छिटो हिँड्नुपर्छ तेर्सोमा चाहिँ लड्दैन नि त यहाँ आया मामाको चाहिँ उताम ब्याग छ नि त अन्त हत्तु एसेम्ब्ली लागेछ नि हौ आज त के अरे भाइको यहाँ चाहिँ के अरे क्यान्टिन अरे उनीहरूको हो एकछिन ल बेबी ए हो त्यहाँ नेसनल एन्थम हुन्छ यसकेर मामा चाहिँ कुद्नु सक्दिनँ है ल भाइ कुद यो ब्याग राखिराख्नुहोस् हो त्यहाँदेखि चाहिँ जानु एसेम्ब्ली हो कि ओके ल यहाँ बस्नु नि ल तपाईँको ब्याग लिनुहोस् ओके लन्च ब्याग कहाँ राख्नुहुन्छ बाई ल नानीलाई पनि छोडिराखेँ अब सधैँ चाहिँ अब पापा छोरालाई पठाएर मात्रै चाहिँ म रेडी हुन्थेँ अहिले चाहिँ आज चाहिँ नानी सँगसँगै रेडी हुनु पऱ्यो कि छिटै आइपुगेँ रोडमा यहाँ चाहिँ स्कुल हो नानीको मेन रोड चाहिँ यहाँनिर छ ल आजको वेदर पनि पानी त आउँदैन होला धुम्मा चाहिँ धुम्मा परिरहेको छ
चाहिँ सोरेङ पनि आइपुगेँ। अनि कुन चाहिँ छ दाजु टाउनमा अहिले? कुन चाहिँ हो? पल्लोपट्टिको यो रहेछ टाउनमा लागेको। बल्ल बल्ल भर्यो गाडी चाहिँ। अब ऋतु आएछ, हाम्रै स्टाफ ऋतु आएछ। अब चाहिँ भर्यो बल्ल बल्ल। भयो दाजु भर्यो। ल अब चाहिँ हामी अफिसतिर जान्छौँ। भर्यो गाडी। ए ल सोरेङबाट हामीलाई चाहिँ डाइरेक्ट अफिससम्म ड्रप गर्थ्यो नि त सधैँ चाहिँ। आजदेखि चाहिँ हाम्रो अफिसको पनि गेट लक गरेको अरे। कुनै गाडी पनि अब चाहिँ गेटबाट आउनु नदिने अरे, किनभने माथि काम चलिरहेको छ नि त। त्यसले गर्दा चाहिँ पुरै डिस्टर्ब भयो अरे। अन्त 1-2 दिन चाहिँ यहाँ कम्प्लिट नभइन्जेलसम्म चाहिँ गेट लक, कुनै गाडी आउनु नपाउने, हिँडेरै जानुपर्ने। अब चाहिँ डाइरेक्टको गाडीमा आउनु फाइदा रहेछ ऋतु है। डाइरेक्टको गाडीमा आउने बेला भयो। ए आज त सोरेङसम्म मात्रै पाएँ कि मैले। अन्त चाहिँ नभए डाइरेक्ट आउँछ नि प्रायः जस्तो। डाइरेक्टमा चाहिँ अब भाडा कम्ती लाग्छ हो, नभए चाहिँ डबल पर्छ नि त सोरेङसम्म। ल आजको म भ्लग पनि म यहाँनिर इन गर्छु आजको। बाई बाई तपाईँ सबैजनालाई।